गरिसकेको पनि छु त्यही भएर आफ्नो बुढोसँग मेरो फोटो हालेर देवेन्द्र केही कमेन्ट गरिदेऊ न भन्दै कसले गर्छ मैले कि तपाईँले तिमीले तपाईँ होइन तिमी हो आजको दिनमा म प्रष्टै हुन चाहन्छु हेर त गाइस अहिले त तपाईँ 4 वर्ष पछाडि आएर तिमीले मलाई चुज गरेको थियौ भनेर हुन्छ यहाँ त म त यत्रो भुडी बोकेर बसेको छु यहाँ बच्चा पाउने बेला भइसक्यो तिमीले त्यस्तो गरेर हुन्छ तपाईँले भुडी त मैले पनि बोकेको छु नि त्यो हाम्रो चाहिँ भुडी छैन अच्छा यार के भयो आजको दिनमा आएर किरण कता गयो भाडा मार्दैछ कि तपाईँलाई अहिले तपाईँलाई यो लाइभ कसैले पुर्याइदियो भने तपाईँको यहाँ नि होइन तपाईँको यहाँ बसी खानु हुँदैन प्लिज साइड लाग्नुहोस् म बन्द गरिदिन्छु म बसेर खाँदिनँ म काम गरेर खाने मान्छे हो तपाईँ जस्तो बसेर खाने खालि टिकटकमा बस्ने अनि खाने म त उठेर खान्छु ल हेर्नु त गाइस के ठुलो कुरा नगर्नु त म तपाईँलाई तल झारिदिन्छु है तपाईँलाई धेरै ठाइ ठाइ नगर्नु यो संसारमा कसैले पनि त्यो मान्छेलाई तल झार्न सक्दैन भगवान्ले मात्र तल झार्न सक्ने माथि लान सक्ने बुझ्नुभयो नि आसेपासेले कसैले पनि सक्दैनन् बुझ्नुभयो जब भगवान्ले चाहँदैन नि तबसम्म कसैले पनि तल झार्न सक्दैन सिलुको के कुरा हो र किरण कताको आजको दिनमा किरण खोज्दैछ मैले किरण अहिले पख्नु न तपाईँलाई त अहिले किरण आउँछ टेन्सन नगर्नु केही हुँदैन किरण त आफ्नै मान्छे हो मुटुमा बसेको मान्छे मेरो किरणको एकदम ज्ञानी छ तपाईँ आज रक्सी खानु भएको छ जस्तो छ प्लिज मलाई जान दिनुहोस् है तपाईँलाई कसम आफू जस्तो जडिया मलाई नसोच्नु मैले कहिले खाएको छु रक्सी अहिलेसम्म कहिले खाएको देखाएको छ सुन्ने एउटा कुरा भन्छु धेरै डिबेट नगर्नु डिबेट गरेर संसारमा हुने के होइन डिबेट नगर्नु सुन्नु मैले तपाईँलाई मन पराउन तपाईँ भनेको ए भगवान कसले मन पराउँछ भने हो मैले कहाँ मन पराउँछु भनेको छु त जबरजस्ती मैले मन पराउँछु भन्न खोज्नु यार म त मनै पराउँदिनँ सिलोलाई म भर्खर 18 वर्षको छोरो तपाईँ कहाँ 38 वर्षको कहाँ ल पर्छ त्यस्तो हावा अनि देखिरहेछ अनि सुन्ने एउटा कुरा भन्छु अब ब्लाइन्डेडको कुरा पनि नगर्नु ब्लाइन्डेड सिद्धि मैले त्यो उसको कुरा गरेर सुन्नु मैले त खालि तपाईँ गीत आएको रहेछ होइन त्यही भएर यसो उ गरेको मात्र हो सपोर्ट गर्नलाई मात्र आइपुग्यो त्यही पनि साथीहरूले सिलुको गीतलाई सपोर्ट गर्नुपर्छ है देवेन्द्र भनेर मात्र हो नत्र मलाई केही वास्तै छैन नि ठिकै छ यसो गर्नुहोस् कि सेयर गर्नुहोस् मेरो लाइभमा नआउनुहोस् कि अबदेखि त पहिलाको कुरा नगर्नुहोस् कि अझै पनि मलाई गोल्डीको कोही कुराहरू गरिरहेको छ नआउनुहोस् अबदेखि नआउनुहोस् है कसले गोल्डी कता छ धेरै ठुलो कुरा नगर्नुहोस् अहिले यहाँको उनीहरूले लाइभ पठाइदिन्छ अनि मलाई त लाइभ पनि आउनु दिँदैन धेरै नाटक नगर्नुहोस् साइड लाग्नुहोस् क्या तपाईँ यस्तो गर्नु हुँदैन गोल्डी मान्छे त्यस्तो छैन आफ्नो बुढीसँग एकदम विश्वासिलो मान्छे हो त्यस्तो इन्सेक्योरवाला मान्छे होइन बरु तपाईँ इन्सेक्योर होला गोल्डीलाई थाहा छ सिलु उसैको मात्र हो भनेर देवेन्द्रलाई पनि थाहा छ मैले हस्तान्तरण गरिसकेको छु सिलुलाई गोल्डी मात्र मार्फत देवेन्द्रलाई चाहिँदैन अनि अरू के छ अरू यस्तै मजाकको कुराहरू सुन्नु अनि लाइफ कस्तो चल्दैछ तपाईँ रिसाउँदा पनि राम्रो देखिन्छ तर रिसाउनै आउँदैन क्या तपाईँलाई यही राम्रो बानी छ कमेन्ट पढेर नबस्नु न मनमा खुसी भएर देवेन्द्रलाई गाली खाइरहेछ भनेर धेरै नाटक नगर्नु त तपाईँ यहाँ अहिले यहाँ गोल्डी आयो भने मलाई तनाव हुन्छ रातभरि कराउँछन् अहिले मलाई सुत्न पाउँदैन ल त्यही भए तपाईँ सुत्नु म गएँ त्यसो भए बस्नुहोस् त होइन अहिले म जान्छु म यहाँ बाहिर छु गोल्डीलाई बोलाइदियो त होइन बस्नुहोस् न गोल्डी इन डिमान्ड लाइक के भन्यो के भयो साँच्चैको सोचेछु यहाँ त्यो के भन्छन् अरे यो टिकटकमा भाइरस छिरेछ के को भाइरस को टिकटकको भाइरस टिकटकको भाइरस यहाँ अहिले यहाँ ठ्याक्कै एकजना खै कहाँबाट
होइन कहाँ गयो गाइस कहाँ गयो एउटा भाइरस थियो ठ्याक्क लगाएर कहाँबाट मैले फेरि होइन यहाँनिर आयो होइन यहाँनिर आयो अनि मैले त के रहेछ भनेर एक्सेप्ट गरिहालेको के भयो त खोइ कहाँ भाग्यो भाइरस अनि एक्कासी कहाँ गयो कहाँ भर्खर थियो हो को भाइरस हो को भाइरस हो यहाँ भाइरस आयो एक्कासी कहाँबाट भाइरस आयो भाइरस देवेन्द्र आएको के यहाँ अब मलाई केही नभने तिमीले हेर होइन यहाँ कसैबाट तिमीलाई लाइभ पठाइदिएछन् कसैले लाइभ पठाइदिएछन् तिमीलाई होइन यताउति रेकर्डिङहरू यताउति देख्यो भने पनि मैले जानेर गरेँ होइन यहाँनिर आएको थियो होइन आएर अब को रहेछ भनेर मैले अहिले म ठ्याक्कै गेम खेलेको छैन गेस्टमा कुरा गरेको होइन गेस्टमा कुरा गर्दा त कहाँबाट देवेन्द्र आएर त ब्लाइन्डेडमा तिमीले मलाई चुज गरेको यहाँ हुँ दिइरहेछ कहाँबाट आयो त तिमीले कसरी साथी बनायो अब साथी बनाउनै पर्दैन के यहाँनिर जो पनि आउन मिल्छ कि यहाँनिर जो पनि आउन मिल्छ कि होइन मैले मान्दिनँ तिमीले साथी बनाएर तिमीले इन्भाइट गरेर आयो होला नि मैले कसम मैले इन्भाइटै गरेको छैन हो यहाँ आयो यहाँनिर आउन मिल्छ कि जसले पनि पठाउन मिल्छ के कसम जसले पनि पठाउन मिल्छ के हो कि न गाइज भन्नु त जसले पनि पठाउन मिल्छ नि त त्यही पनि त्यो आयो कसरी त्यही त आयो कसरी म आफै त चक्ख परे कसरी आयो तिमीलाई थाहा होला नि त आयो कसरी भगवान कहाँबाट भाइरस छिरेर टाउको ल म लाइभ बन्द गरिदिन्छु ल जो बाहिर ल लाइभ बन्द गर तिमी र म कुरा गर्नुपर्छ आज जसरी त्यो आयो कसरी अरू त मलाई मतलब छैन त्यो आयो कसरी हिँडेर आयो अरे के ल चल म हेर त गाइज यस्तो गाह्रो बनाएर यार ल बाहिर जाऊ कि ल म आउँछु के तिमी आऊ न अनि हामी कुरा गर्नुपर्छ ल त नि ल बाहिर जाउँ न त म आउँछु जाऊ म एकछिन लाइभ सकेर आउँछु जाऊ आउँछु के म अनि कुरा गरौँ न ल जाऊ ल आऊ छिटो न बन्द गरेर आऊ ल म जस्ट गिभ मी 1 मिनट गाइज होइन तपाईँहरूले रेकर्ड गरेर नहालिदिनुहोस् है प्लिज रेकर्ड गरेर नहालिदिनुहोस् कहाँबाट आए अनि भागेको हेर्नु न गाइज अचम्म कि किन भाग्यो होला पहिला साइलेन्ट भयो होइन गोल्डीको आवाज सुनेपछि त भाग्यो कस्तो रहेछ होइन अचम्म तपाईँलाई थाहा छ भागेको थाहा छ गाइज भागेको थाहा छ भाग्यो नि होइन ल गाइस म जान्छु ल गोल्डी हल्का रिसाका पिन्छन् कहाँबाट आयो सबैले मलाई फलो पनि गरौँ ल सोफिया म जान्छु ल माया भोलि गरौँला है ल गाइस